जोजोलपा तारेमाम पास्पे लाचकु वेक समय बजी। आज हामी नेपाल भाषाको एकदम पपुलर गीत लाचकु वेक समय बजीको नेपालीमा मिनिङ बुझ्नेछौँ। ला छकु वेक समय बजी मासु एक टुक्रा आउने गरी समय बजी। ला छकु अर्थात् एक टुक्रा मासु वेक आउने गरी। वल्ल 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 पुलुकिसी आयो 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 पुलुकिसी। पुलुकिसी इन्द्र जात्रामा देख्नु भएको होला। न्याब्ले ब्या या जक ताइम जहिले बिहे गर मात्र भन्ने। न्याब्ले जहिले ताइम भन्ने। दक्ले यम जिमी अझी सबैभन्दा मनपर्ने मेरो बजै। दक्ले यम सबैभन्दा मनपर्ने जिमी अझी जिमी अर्थात् मेरो अझी अर्थात् बजै। बिना जोना चोनिम सरस्वती बिना लिएर बस्ने सरस्वती। बिना अर्थात् बाजा जुन सरस्वतीको हातमा हुन्छ। जोना अर्थात् लिएर चोनिम बस्ने। महादेव नाप चोनिम पार्वती महादेवसँग बस्ने पार्वती। महादेव नाप महादेवसँग। जिमी बाजाया यम राजामती मेरो बाजेलाई मनपर्ने राजामती। जिमी बाजा अर्थात् मेरो बाजा। यम मनपर्ने राजामती। जिम बा या यम पानवती जिम्बा अर्थात् मेरो बा अर्थात् ड्याडी हामी इङ्ग्लिसमा भन्दाखेरि। यम मनपर्ने पानवती। य अजी खटुकी य बजै ए बजै कुरा बुझ्नुस्। खटुकी कुरा बुझ अथवा कुरा बुझ्नुस्। सस अबु मा त लखपति सस अबु मा अर्थात् ससुरा बा आमाहरू लखपति। मोनी बले कोटे मे पाली मोनी बेला कोटमा राँगा काट्छ। कोटे मे पाली मे अर्थात् राँगा पाली अर्थात् काट्छ। येरा बले कुमारिया खसाली अर्थात् येरा बेला कुमारीको खट तान्छ। खसाली रथ तान्छ साली अर्थात् तान्छ। ब्या मयासा जिमी अझी हाली बिहे नगरे मेरो बजै कराउँछ। ब्या मयासा बिहे नगरे जिमी अझी हाली मेरो बजै हाली अर्थात् कराउँछ। ब्या या त कमाई मरु मिचा खाली बिहे गर्नलाई कमाई छैन खल्ती खाली। ब्या या त बिहे गर्नलाई कमाई मरु कमाई छैन मिचा अर्थात् खल्ती खाली। य अजी ब्या या माझी ए बजै बिहे गर्न मन छैन मलाई। य अजी ए बजै ब्या या बिहे गर्न माझी नाइ म अथवा मन लाग्दैन यस्तै सेन्स लाग्छ। कला चिया कुर्की नेने माझी श्रीमतीको कुर्की सुन्न मन छैन मलाई। कला चिया कुर्की श्रीमतीको कुर्की नेने सुन्न माझी नाइ अथवा मन लाग्दैन। छुले वो कुर्की कुर्की छुले के त्यो कुर्की कुर्की के। पर्सी न्यात थेबा हजी पर्सी अर्थात् साडी न्यात अर्थात् किन्नलाई थेबा हजी पैसा देऊ भन्न पर्यो भने थेबा हजी अर्थात् साडी किन्नलाई पैसा देऊ। लाका न्यात थेबा हजी लाका अर्थात् जुत्ता जुत्ता किन्नलाई पैसा देऊ। फिल्म स्वेटर थेबा हजी फिल्म हेर्नलाई पैसा देऊ। यार्लिङ न्यात थेबा हजी यार्लिङ अर्थात् कानको झुम्का जस्तो लाग्छ आई थिङ्क मलाई।
यार्लिङ किन्नलाई पैसा देऊ लुचुरी न्या त टेबा हजी सुनको चुरा किन्नलाई पैसा देऊ लु चुरी अर्थात सुनको चुरा लु अर्थात सुन भयो चुरी अर्थात चुरा भयो ट्याक्सी गे त टेबा हजी ट्याक्सी चढ्नलाई पैसा देऊ इङ्ग्लिसमा अलिकति पढ्न गाह्रो लागेदेखि नेपालीमा पनि छ मैले यो नेपालीमा पनि राखिदिएको छु यो ब्लगमा हेर्न सक्नुहुन्छ यो लिरिक्सको लिङ्क म डिस्क्रिप्सनमा दिइदिन्छु कस्तो लाग्यो भन्नुहोला मन परे सेयर पनि गर्नुहोला फेसबुक ग्रुपतिर थ्याङ्क यू शुभ